सो आजको बिहानको काम सक्यो। अब एउटा योजना बनाएको छु, त्यो योजनाको लागि जाँदैछु। लेट्स सी। योजनाको लागि हिँड्दै थिएँ, यहाँ माकुराको जाल पन्साउनु लाग्यो बुढीले। माकुराको जाल पनि झ्याप्पै परेछ। माकुराको जाल पऱ्यो भने त ऋण लाग्छ अरे भन्ने सुनेको थियो होला। ऋणै ऋण छ यार जिन्दगी। म यसरी चाहिँ गयो अनि मेरो प्लानिङ सक्सेस गर्नु छ आज बिहानभरिमा। गयो टक्क जाँदैछु टक्कसँगले योजनामा। अब हतियारहरू एकछिनमा देख्ने छ, हतियारहरू पनि त्यहाँ रेडी गर्नु लगाएको छु अघि फोन गरेर हो। अनि हतियारहरू लगेर शिकार गर्नु जाँदैछु म। जाँदा पापा बिराम छ अरे भनेको सुन्दै थिएँ, त्यहाँ निक्ल्यौँ। पापा बिराम अरे? रातिदेखि राम्रै म पनि मार्केटै भेट्टायो मेरो घाँगरे छैन यहाँबाटै उठेर भात पनि बनाउनु थालेको। ल म त सिस्नुको फुल टिप्नु भनेर हिँडेको। ल सिस्नु टिप ल भरे बेलुका खाउँ है। उयो तर देखेको छु म हुर्किँदाको त्यो बस्तीको फलो जाति त्यहाँ म हेरिरहेको आज त मेरो जाँगर छैन म टिप्न आज म पनि सिस्नु भन्दैछु त म अहिले टिभी राखिदिन्छु। लु टिपिराख भएर म पकाउँछु। ल होइन नुमाले पकाउँछ अरे सबैलाई पुग्ने गरी। तिनीहरू पकाएको राम्रो हुन्छ पाउँदैन हौ। ए ल त्यसो भने यहाँ पकाउनु, भरे सबैले बाँडौँ ल। ल ल ल अनि पापाले त्यति भनेपछि गयो होइन। ट्याक्कसँगले पापाले पकाउने भयो भनेपछि योजना लास्टमा भनौँ भनेको बिचमै भएछ क्या। यो पोलमा पानी पर्छ भनेर यहाँ कटाएको भाउजूले लगाइदिनु भएको छ, त्यो पनि च्याउको लागि लगाउनु भयो होला। ठिकै छ, आउँदा देखिहाल्यो। के भयो रे? ओखरे अङ्कल अरे, म ओखरे अङ्कल भन्छ यो भाउजूले, खै के भने थाहा छैन। यो लास्टै अल्छे मान्छे, यसले चाहिँ लास्ट गिद्दी गर्छ क्या जतिखेर पनि। त्यही भएर यसको चेहरा चाहिँ देखाइदिउँ छोपिरहेछ। नुमा खोइ अनि हतियारहरू ठिक पार्यौ सिस्नो टिप्ने? हतियारहरू खोइ, चिम्टाहरू ग्लोभ्सहरू? ए अघि उता राखिदिएको रहेछ। अब म जान्छु हेर्छु। यस्तरी सिस्नुको जाँग हेर्दाखेरि चाहिँ मान्छेले किन पालेको बारीको छेउछाउ भन्छ होला होइन। पुरा फाँड्नु नि घोस बर्खामा भन्छ होला। कस्तो छ त होइन सिस्नुको पटेर घारी छ नाम। तर त्यसको उत्पादन भने यस्तो छ। यसलाई आज ट्याक टिप्ने हो अनि चप्प बेलुकालाई बबाल। अब यसरी फाँड्दै अब यो छिपिसक्यो, यो फाँड्दै यसको फुल टक्क टिप्ने हो। यसको टक्क यस्तरी यो फुल मात्रै टक्क अनि यसरी भेलाउने देख्नुभयो नि। अब टक्क टिप्ने हो यसलाई सबै टिप्ने हो। अनि त्यस पछाडि मात्रै 3 घरलाई छाक पुग्छ। टिप्दै यसरी फाँड्ने हो क्या। अब यो चाहिँ सकिएको जाम हो नि त, यो खलास। अब यसले अब सबैभन्दा छिट्टो मुन्टा पनि दिन्छ पछि। जेठतिर त दिन्छ, वैशाख अन्तिमतिर मुनै खानुहुन्छ भनेपछि त्यतिखेर हरियो एकदम अर्ग्यानिक सब्जी कस्तो बबाल हुन्छ। यो मुनिको चाहिँ नटिपौँ, माटो छ। यसलाई भोलिपर्सि चैत वैशाखमा सुक्छ डढाइदिने, बस भइहाल्छ होइन। बबाल फुलेको रहेछ हेर यता त। यो लटर आउँछ यता माथि पनि, यो सब हान्ने हो नि त। फेरि टिप्दा फोन गरेर जितेन दाइले किन बोलायो, यहीँ तलतिर बोलाउँछु है म, यहाँ भिडियोमा डिस्टर्ब हुन्छ कि भनेर। ओ जितेन दाइ, किन फोन गर्नुभएको, म यहाँ छु। अब यति भने होइन, उहाँले सुन्नुभयो। यस्तो चिज टिप्नुलाई चाहिँ यति सानो भए पुग्ने रहेछ ठ्याक्कै होइन। ल ठिक छ, यति टिप्यो। अब यसलाई दिउँसो पनि अलिअलि अरूले पनि थप्ने कार्यक्रम त गर्नुपर्छ होला। मैले चाहिँ बिहान यत्रो टिप्दैछु छु। सो बेलुका पकाएर खाने।
यिनी हाम्रो बुहारी नानीले थप्ने भयौँ आज दिउँसो छा पुर्याउने भयौँ हँ यो आमा चाहिँ को फेरि ल दिनु खोज त्यो चाहिँ भित्र भरै नुमाले टिप्ने होइन त्यो परको यो बुहारी त मुखो लाग्छ क्यामेरा आउने तर क्यामेरा त्यसो आएपछि सुइसी गइहाल्ने क्या यो क्यामेरामा शक्ति खतरा हुँदो रहेछ भनेको सुनेको थिएँ हेर्नु न भनेको मानेर सुइसी कल सार्नु गइगयो सारी पनि हाल्यो हो नत्र यस्तो मुख लाग्दैन नि हो के चुपचाप इमान्दार साथ काम गर्छ ल अब सिस्नो लिएर यहाँ राखिदिएको छु मकैको पिठो छ अरे बाबा मकैको पिठो भए पनि माउ लागेर खानु नहुने छोरो सबै दाइलाई अनि केसँग पकाउने मकैको चामल लाउनु पर्छ उसो राम्रो हुन्छ ए मकैको थोरै चामल लाएर पकाउने कुरो भयो होइन पिठो त चाहिन्छ नि त मकैको पिठो त म चाहिँ घरतिर लागेँ अब खाना खाएर जङ्गली क्रस जानु छ आज जङ्गली क्रस खाना खाने अनि जाने जङ्गली क्रस यो जाना त्यस्तो त्यस्तो छ खाना खान लाग्यो सब्जी चाहिँ आज बवाल छ है किन जङ्गली कोर्सको खाजा त हाम्रो देपाले दर बोकेर ल्याएर छ त देपा बोक्नु आँटेको हजुर हजुर बोक्नु आँटे बोकेको नि खाजिया गएको बुढी हाँ हो कस्तो बिस्किट यही हो जङ्गली ड्रेस यो अब हिँड्यो जङ्गल अनि कोले खादियो खै कर्ने केटाको यता यता कर्ने केटा यता फर्काउनु यो कतिजनाले खानु यो कन्ने केटा 80 वर्ष पुगेको कर्ने केटा कन्ने केटालाई किचनमा छोडिराख्नु अब लागौँ हैन 80 वर्ष पुगेको मान्छेले यसरी खाना सबै बनाउँछ हिजो 113 वर्ष पुगेको बुढी पनि देखाएको थियो आँटो भिडियो बोलिरहेको हामी चाहिँ लाग्यो अब जङ्गली कोर्समा जाँदैछौँ ठ्याक्कैसँगले आज चाहिँ मौसमले पुरा च्यालेन्ज हानिरहेछ है कुहिरोहरू लागेर अन्दाजै हिँड्छ भएर कता नि फिदिम जान आँटेको भाउजू चाहिँ कहिले आउनुहुन्छ नि झापा गछ भनेको होइन झापा गएको नि भर्खर आएको बुढो थाहै छ नि बुढोलाई ए थाहा छैन कान्छीको सासू मरेर नि जस्तै काम कहिले अस्ति दिन हरेर नि गयो त नि हिजो काम ए हिजो आउनुहुन्छ आज मात्रै आउँछ होला अनि कसरी थाहा नभएको दाजुलाई चाहिँ छ्या बुढो मोटार हेर्नु बुढो मोटार हो बुढो बाहिर बस्दा मोटा खै त दाजु फर्किनु मोटा छ त खै धेरै मोटा छ नि बुढो बाहिर यता हेर्नु न यता तेरी अलिक सिधा हेर्नु त हो मोटा छ अलिक चाहिँ कहाँ धेरै मोटा नि बुढो तँभन्दा त मोटो देखिन्छ नि फेरि बुढामा यसको चाहिँ हान्छ यत्रो छ दाइको यस्तो ढप्प ठिक छ ए भाउजू भनेपछि झापा गएको थाहा छैन अर्कोसँग गए जान्छ नि थाहा हुन्छ छोडिराखेर हिँड्नु त होइन तनाव हुन्छ त दाजु आइसकेर पनि छैन पैसा लिएर राख्छ ल यसो गरेर भाउजूलाई दिउँ भनेर पैसा कति ल्याउनु भयो त नि किन टिन चाहिँ अनि टोइलेट ए एकछिन देऊ दाजु अलिक सानो भयो मलाई यो मलाई पनि दाजु ल धन्यवाद यो के हो दिनुभयो म्याङ्गो ओहो ल म्याङ्गो ल म्याङ्गो दिनुभयो दाजुले दाजुले दिनुभयो म्याङ्गो दिनुभयो म्याङ्गो खाइन्छ अब खाइन्छ म्याङ्गो दाजुले दिएको मिठो छ ल ठिक छ यसको छाला सबै मिठो छ म पनि अब खान्छु है त ल नपाउनेले पाएको बोकेर सब खाएको हुन्छ मिठो भइहाल्छ नि ल गाउँघरमा यस्तै गर्दै बसिँदैछ आँप दिनुभयो दाइले अब खाइन्छ आँप होइन मिठो छ होइन केटा आँप ल ठिक छ अब खाइन्छ होइन कस्तो छ होइन गाउँघरमा कैलाश यसै गर्दै बस्दैछ क्या खाँदै पिउँदै घुम्दै होइन काटेर खान्छ बबाल गुदी सबै आयो घुमाइदिएको नि त